अनि यता आएपछि चाहिँ तपाईँको आनर केनुङको लागि यहाँनिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि नेपालको र यताको पढाइ त मिल्दैन। अनि त्यसको लागि चाहिँ तपाईँको हस्पिटलले नै अब तपाईँले जुन हस्पिटलको या जुन अब जहाँ गर्न लाग्नुभएको त्यसको कन्ट्र्याक्ट छ भने चाहिँ अनि तपाईँ यता आउनु भएपछि चाहिँ अब कति यता चाहिँ हस्पिटलहरू अब स्टार्ट लेखे हुन्छ, प्राइभेट ऐन रिस्टुङको हुन्छ, हेरी हुन्छ होइन। अनि अब कति हस्पिटलहरूले तपाईँको बस्ने अपार्टमेन्टहरूदेखि लिएर सबै तपाईँको चाहिँ बाहिरभन्दा सस्तोमा पाउँछ, त्यो राम्रो हो। अनि त्यहाँनिर आएपछि सबै उनीहरूले मिलाउँछ त्यो कुराहरू। अनि यता आएपछि चाहिँ तपाईँको चाहिँ के हुनुपर्छ भनेको मेन चाहिँ ल्याङ्ग्वेज चाहिन्छ है। मिनिमम भनेको नि B1 छ भने तपाईँको यता आएर B2को पछि सर्टिफिकेट देखाउनुपर्छ। तर सकेसम्म नेपालबाटै B2 गरेर आउनुहोस् होइन। B2 भएपछि तपाईँको आनर केनुङको लागि हुन्छ भनेर ढुक्क हुन्छ कि। अनि त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि जस्तै कि तपाईँको उता नेपालमा अब यति घन्टा यो स्टेसनमा तपाईँले प्र्याक्टिकल गरेको हुनुपर्छ भनेर हेर्छ। अनि थ्योरी कुन कुन पढेको छ सबै त्यो यता आएर त्यो हेर्छ कि। अनि जुन ठाउँमा चाहिँ तपाईँको लुकेन छ या जुन ठाउँमा चाहिँ तपाईँको पुगेको छैन, जस्तै कि थ्योरी पुगेको छैन, प्र्याक्टिकल पुगेको छैन भने चाहिँ तपाईँहरूलाई त्यतै स्टेसनमा पठाउँछ। जस्तो कि मैले देखेअनुसार चाहिँ नेपालबाट आउनुभएको यता आनर केनुङ गर्नको लागि, जस्तै कि उहाँहरूलाई पठाउने भनेको सिरोगिसे स्टाच्योन भयो होइन। अनि पेडियाट्री स्टाच्योनतिर, बच्चाहरूको स्टाच्योनतिर पठाउनुहुन्छ। अनि सिकियाट्रीको नि कति धेरै आवर्स पुगेको हुँदैन, अनि सिकियाट्री स्टेसनतिर पठाउनुहुन्छ। अनि जुन जुन स्टेसनहरूमा जानुभएको छ, इनर स्टेसन होइन, इनर मेडिसिन स्टेसन त्यता पनि पठाउनुहुन्छ। जहाँ जहाँ तपाईँको घन्टा पुगेको छैन, पढाइ त्यही अनुसार कम छ, त्यो अनुसार चाहिँ तपाईँलाई त्यहाँ पठाउँछ। अनि त्यहाँ पुगेर चाहिँ तपाईँले प्र्याक्टिकल गर्नुपर्छ। त्यो चाहिँ सबै हस्पिटलले मिलाउँछ। सबै ठुल्ठुलो हस्पिटलमा चाहिँ सबै स्टेसन हुन्छ, अनि त्यहीँ मिलाउँछ। अनि त्यहाँ गएर प्र्याक्टिकल गर्नुपर्छ। अनि तपाईँले चाहिँ प्राक्सिस आनलाइटुङकोबाट प्राक्सिस आनलाइटुङ भनेको प्र्याक्टिकल इन्स्ट्रक्टर, उहाँबाट तपाईँले यति घन्टाको भनेर त्यही अनुसारले तपाईँले आनलाइटुङहरू उहाँहरूले सिकाउने कामहरू गर्नुहुन्छ, त्यो सिक्नुहुन्छ है। अनि यहाँनिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब त्यो चाहिँ रिगेरुङ्स प्रेसिडियमले नै तपाईँको डिसाइड गर्छ होइन। अनि तपाईँले इक्जाम दिने र नदिने होइन। अनि तपाईँले त्यसमा चुज गर्न मिल्छ, तर चुज गरेपछि पनि पठाएपछि नि उनीहरूले त्यसमा पनि हेर्छ है। जस्तै कि आनपासुङ स्लेयरगाङ हुन्छ, अनि केन्टन्स प्रुफुङ हुन्छ है, त्यसमा चुज गर्न सक्नुहुन्छ। अनि आनपासुङ स्लेयरगाङ भनेको चाहिँ लास्टमा चाहिँ तपाईँले त्यो तपाईँको सबै डकुमेन्टहरू पुगेपछि त्यो प्र्याक्टिकल यो ठाउँमा पुगेपछि चाहिँ तपाईँको पास भयो भन्ने हिसाबले तपाईँले चाहिँ त्यही अनुसार तपाईँको आनर केनुङ हुन्छ होइन। तपाईँ चाहिँ अब एज अ नर्स काम गर्न सक्नुहुन्छ भनेर हुन्छ जर्मनीमा। अब कति ठाउँमा त अब म्युन्टली बोलेर इक्जाम दिने त्यस्तो पनि लिन्छ होइन, त्यो हेरी हुन्छ। तर केन्टनिस प्रुफुङमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि तपाईँले त्यो प्र्याक्टिकलको बिचमा चाहिँ तपाईँले स्कुलमा गएर पढ्नु पनि पर्छ कति त्यो प्र्याक्टिकलसँगै त्यो विषयको थ्योरीहरू। अनि लास्टमा गएर चाहिँ तपाईँको कतिको लेखेर दिने इक्जामहरू हुन्छ। त्यो चाहिँ अब तपाईँ कुन चाहिँ हस्पिटलमा हुनुहुन्छ त्यो अनुसारले हुन्छ होइन। लेखेर दिने इक्जाम, बोलेर दिने इक्जाम, प्र्याक्टिकली गरेर दिने इक्जाम, त्यो दिनुपर्छ है। अनि त्यो भएपछि चाहिँ अनि त्यो सँगसँगै तपाईँको बेचवाई पनि चाहियो होइन। अनि कति हस्पिटलले चाहिँ त्यो छैन, तपाईँलाई ल्याङ्ग्वेजमा पनि बारियर भइरहेको छ भने चाहिँ तपाईँलाई त्यो प्रोभाइड गर्छ। त्यस्तो हुन्छ है यहाँनिर। अनि मैले देखेअनुसार नेपालबाट आउनुहुने प्रायः जस्तो सबैको चाहिँ नेपालमा पढ्नु हुनेहरूको चाहिँ उहाँहरूको चाहिँ प्रायः जस्तो केन्टनिस प्रुफुङ हुन्छ। सबै बोलेर लेखेर प्र्याक्टिकल गरेर दिनुपर्ने इक्जामहरू हुन्छ। तर त्यो हस्पिटलमा पनि डिपेन्ड पर्छ कति कुराहरू। अनि त्यसपछि मैले चाहिँ देखेको इन्डियामा पढ्नु हुने उहाँहरूको चाहिँ धेरै जस्तो चाहिँ अब आनपासुङ स्लेयरगाङ हुन्छ। कुन कुन प्र्याक्टिकल फेलेन भएको छ होइन, छैन, त्यसमा पठाउने गर्ने। अनि त्यो अनुसार चाहिँ अनि लास्टमा चाहिँ सजिलैसँग अब त्यस्तो हार्ड हुँदैन केन्टनिस प्रुफुङ जस्तो। किन भन्दाखेरि इन्डियामा पढाइ पनि छुट्टै हुन्छ, नेपालको जस्तो हुँदैन। त्यही भएर त्यस्तो चाहिँ अलिकति फरक छ है। अनि तपाईँहरूले चाहिँ त्यो अलिकति तपाईँहरूलाई बुझाएको मात्र हो यहाँनिर कस्तो हुन्छ, आप्लाउफ कसरी चल्छ भनेर। अनि आनर केनुङ गरिन्जेलसम्म तपाईँको त्यो डकुमेन्टहरू अब एज अ भेरिफाइड हुनको लागि त्यो प्र्याक्टिकलहरू गरिराख्नु भएको बेलामा चाहिँ तपाईँले प्र्याक्टिकलको पैसा पनि पाउनुहुन्छ। अनि तपाईँको चाहिँ त्यो चाहिँ जस्तै कि यहाँनिर ब्रुटो नेटो हुन्छ। ब्रुटो भनेको चाहिँ तपाईँको ट्याक्स
सँग ट्याक्स नकाटिकन अनि नेटो भनेको चाहिँ ट्याक्स काटेर होइन। अनि त्यो गरिराख्दा चाहिँ तपाईँको नेटो त्यस्तै ट्याक्सहरू सबै काटेर त्यस्तै हेरी आउँछ 2300 युरो 2200 युरोसम्म चाहिँ तपाईँले त्यसरी चाहिँ अर्न गर्न पनि सक्नुहुन्छ। हस् त, बाई बाई।